के तपाईलाई थाहा छ रक्सी खाएको 30 सेकेन्डभित्र तपाईको मस्तिष्कमा पुग्छ, मुखमा अन्ननलीमा नै त्यो शोषिन्छ। त्यसपछि त्यसको अलिकति इफेक्टहरु देखिन थाल्छ। पहिलो ड्रिंक लिनलाई गाह्रो हुन्छ नि, तपाईको मस्तिष्कको चाहिँ सबभन्दा यो निधार पछाडिको भाग फ्रन्टल लोबमा गएर त्यसले जुन एउटा ब्रेक लागिरहेको हुन्छ फ्रन्टल लोबले हुन्छ नि हाम्रो मस्तिष्कको निधार पछाडिको भागले त्यसलाई चाहिँ खुकुलो बनाइदिन्छ। अनि अलिकति रमाइलो भए जस्तो हाँस्ने, अंग्रेजी पनि फर्र आउने, कुन रक्सी खानु भएको छ त्यसमा भर पर्छ होला त्यो पनि जोक गरेको। र गर नहुने कुराहरू गर्ने, छिङ्गिनी छ्याङ्गिनी छिल्लिनी टाइपको हुन्छ नि, अलिकति आँट भएको जस्तो त्योहरू हुन सक्छ है, जे पाए त्यही भन्ने। अनि 5 मिनेटभित्र चाहिँ पेटमा जान्छ। त्योभन्दा अगाडि नै तपाईको सासमा र तपाईको पसिनाबाट चाहिँ रक्सी शरीरले निकाल्न थालिसकेको हुन्छ र पेटमा बाट चाहिँ केही बाँकी रहेको रक्सी चाहिँ नि अनि तपाईको सानो आन्द्रामा जान्छ 20 मिनेट जतिमा र तपाईको सानो आन्द्राबाट कलेजो अनि प्यानक्रियाजले चाहिँ नि यसलाई बिस्तारै निकाल्न थाल्छ है। घण्टामा 1 स्ट्यान्डर्ड ड्रिंक मात्र निकाल्छ नि। फेरि जति खायो जति धेरै खायो उति छिटो काम गर्दैन। तपाईको शरीर यसरी बनेको हुन्छ कि 1 घण्टामा 1 स्ट्यान्डर्ड ड्रिंक भन्ने छु, त्यो चाहिँ कसरी पत्ता लगाउनु म पछि भन्छु। त्यति मात्र निकाल्छ के है। तपाईको शरीरको बनोट मसल कतिको छ, बोसो कतिको छ, तपाई केटा हो कि केटी हो, तपाईको उमेर कति छ, कति पानी खानु भएको छ, खाना खाइरहनु भएको छ कि छैन, रक्सी खाँदाखेरि बिस्तारै खानु भएको छ कि झटझटै खानु भएको छ, त्यो कुराले सबै कुरालाई फरक पार्छ है। कसरी शरीरले निकाल्छ भने हतार हतार निकाल्छु भन्ने कुरा भन्दा पनि। अनि अर्को 12 घण्टा पछिसम्म तपाईको चाहिँ नि केमा हुन्छ भने पिसाबमा तपाईले देख्न सक्नुहुन्छ है। अनि यो हेर्दै जाने हो भने रक्सी कहिलेसम्म रहन्छ त, रक्सी कहिले खाएको हो त भन्ने कुरा मैले हेर्दाखेरि चाहिँ नि कोही मैले बिरामी हेरेँ रक्सी गनाएरै आइरहेछन् हैन, कहिलेकाहीँ हैन मैले 3 दिन अगाडि खाएको भन्लान्, कसैले हिजो खाएको भन्लान्, कसैले 1 महिना अगाडि खाएको भन्लान् हैन। मैले जाँच्दाखेरि चाहिँ नि ब्रेथलाइजर भनेको सासबाट जाँचे भने 12 देखि 24 घण्टासम्म सासमा हुन्छ, रगतमा 12 घण्टासम्म देखिन्छ, किनकि बिस्तारै बिस्तारै तपाईको शरीरले निकाल्दै जान्छ रगत। अझ लामो समयसम्म पनि हुन सक्छ, कति खानु भएको छ त्यस अनुसारले है रक्सी। अनि पिसाबमा चाहिँ 12 देखि 72 घण्टासम्म देखिन सक्छ यदि धेरै बेसरी खानु भएको छ भने। र थुकमा पनि 12 घण्टासम्म देखिन सक्छ, थुक जाँचेर हुन्छ नि। अनि कपालको त्यो हेयर फलिकलमा चाहिँ 90 दिनसम्म देखिन्छ। कोही मान्छेहरूलाई चाहिँ रक्सी खानु हुँदैन भनेर बच्चाको कस्टडीको लागि होस् अथवा चाहिँ कोर्टले अर्डर गरेर घरिघरि ट्रबलमा परिरहेको छ भने कति सधैँ रक्सी खाएर प्रब्लममा पर्नेहरूलाई त खुट्टामा एङ्कल माउन्टेड पनि राखेको हुन्छ हैन, पसिनाबाट पनि थाहा हुन्छ नि। त्यो सबै कुरा अथवा त्यो गाडीमा पनि चलाउनको लागि पनि त्यो नभइकन नहुने खालको त्यो ब्रेथलाइजरको त्यसैमा सेन्सर नराखिकन हुँदैन। उनीहरूको हेर्दाखेरि चाहिँ हामीले हेयर फलिकल पनि जाँच्नुपर्ने हुन्छ। अब तपाईमै भर पर्छ कतिको कहिले खानु भएको छ, कति खानु भएको छ र खाने कि नखाने भन्ने कुरा यो चाहिँ थाहा पाइराख्नु न है।